नागरिक एप्सले आफ्नो एप्समा नयाँ कुराहरू थप गरेको छ। इभेन्टहरू देख्न सक्नुहुन्छ। बर्थ सर्टिफिकेट, यहाँ बर्थ सर्टिफिकेट यो डेट अफ बर्थको लागि सर्टिफिकेट बनाउन जाँदा रजिस्टर्ड गरेको नम्बर र आफ्नो डेट अफ बर्थ हालेर यहाँ प्रोसिड गर्नुहोस्। र अर्को म्यारिज सर्टिफिकेटमा रजिस्टर्ड नम्बरहरू दर्ता नम्बरहरू हाल्ने र त्यस पछाडि तपाईँले कुन डेटमा त्यो बिहे दर्ता गर्नुभएको छ त्यसको रजिस्टर्ड नम्बर नेपालीमा हाल्ने हो। यो इङ्ग्लिसमा हाल्न मिल्दैन, बिएसमा दिएको छ। र अर्को छ डिभोर्स पनि हजुरले डिभोर्स गरेको रजिस्टर्ड नम्बर र डिभोर्स गरेको डेट यो पनि बिएस र नेपाली डेट अनुसार हाल्नुहोस्। र यो नागरिक एप्सले दिएको सर्भिसको फाइदा उठाउनुहोस्, लाभ लिनुहोस्। हस्त धन्यवाद। मेरो च्यानललाई पनि सब्सक्राइब गर्नुहोस्। यस्तै नयाँ भिडियोको साथमा म फेरि पुनः आउनेछु। धन्यवाद।